सेवान्य नमस्कार, म प्रकाश साङ्गिम राई पहाडी लाइफ स्टाइल युट्युब च्यानलमा आज फेरि पनि अर्को भिडियो लिएर हजुर समक्ष उपस्थित भएको छु। र आज चाहिँ हाम्रो कान्छा मामाको घरमा सुँगुर काट्न आएको छौँ हामी। र आज चाहिँ 2025 को अन्तिम 31 डिसेम्बर र भोलि 1 तारिक, भोलिदेखि नयाँ साल 2026 लाग्दैछ। र हजुरहरूको पनि नयाँ सालमा एकदमै राम्रो भएर जाओस्। 2025 मा जति पनि दुःखहरू कष्टहरू भोग्नु भएको भयो भने 2026 ले एकदमै राम्रो नयाँ नौलो र एकदमै ऊर्जाको साथ र खुसी साथ हजुरको पनि दिनचर्याहरू रहोस् भन्दै। र आज चाहिँ सुँगुर काट्ने कार्य गरिरहेको छ र हामी राईहरू हो र यहाँनिर पूजा थान पनि बनाउनुपर्छ, हाम्रो नयाँ पूजा गर्नुपर्छ र यहाँनिर सुँगुर ढालेर पोल्ने कार्यक्रम हुँदैछ। र हजुरलाई यो भिडियो म अन्तिमसम्म देखाउने कोसिस गर्नेछु र अन्तिमसम्म हेरेर मनोरञ्जन लिदिनु भनेर लिदिनुहुन्छ भनेर पूर्ण आशा साँचेको छु। र त दर्शकबिन अब सुँगुर काटेको हजुरलाई देखाउने छु है। यहाँ चाहिँ अब सुँगुर मारेर पोल्ने कार्यक्रम हुँदैछ र यसरी पोलेर चाहिँ हामी गर्ने गर्छौँ हाम्रो गाउँ घरमा चाहिँ यसरी। र यो हाम्रो यहाँ बिचको मानिस चाहिँ राम्रो छ मान्छे। सुँगुर पोल्ने कार्यक्रम हुँदैछ यहाँ। हाम्रो भानिज चाहिँ एकदमै राम्रो एक्सपिरियन्स हुनुहुन्छ। उहाँ चाहिँ नागाल्यान्डबाट हालैमा ट्रेनिङ गरेर आउनु भएको सुँगुर गोड्ने कार्यक्रम। हाम्रो पहाडी इलाका पहाडी लाइफ स्टाइल हो के हिन्दी पिक्चरको बनायो। नागा ल्याङ्ग्वेजमा गर्छ यो मान्छे, किन गर्दैन? उसको आपा त परै हुन्छ अन्त अनिसले बेसी गर्यो भनेर। काटकुट हुँदैछ। ल त दर्शकबिन अब चाहिँ सुँगुर मासु काटकुट हुँदैछ। काटकुटको मेलो हुँदैछ गाउँले जीवनको यस्तै छ हजुर। यता तल आन्द्रा केलाउने, आन्द्रा त नदेखाउँ होला फेरि युट्युबले आन्द्रालाई पनि उयो देखाउनु दिँदैन भन्छ। यो चाहिँ नयाँ पूजालाई हामी यसरी चढाउँछौँ र यो सुँगुर काटेपछि हामी हाम्रो किराँती राई खम्बुको चाहिँ यस्तो खालके हाम्रो दस्तुर हुन्छ। udah mangla buk maliang hila buk maliang kita josno cara kalau orang di musa kan musa lain josno cara udah dia torban yang enggak mau jalan kasih nama lagi tinggal raga mangla buk maliang hila buk maliang josno cara anu mak saya aku धान टुसै मान्छे ला yang sama sih
अब चिया हो चिया अब हाकमान लिसा होला है अब खोकेरै मोडेको अरे होइन यता के चाहिँ सुँगुर खोकेरै मोडेको भन्छ अनि 2 खेप खोकेको पुग्लुक है यो चाहिँ भुटुवा कम गर्नेलाई पकाइँदैछ टक्कै फेरि हाम्रोतिर चाहिँ अहिले काम गर्नेहरूलाई खाना र यो तरकारी दिने चलन छ र यो एकदमै अर्ग्यानिक ढङ्गमा अर्ग्यानिक किचनमा पकाउँदैछु त्यसो जसरी छुट्टाउनु सक्दिनँ हुन्छ त्यहाँदेखि यहाँ छुट्टाएर त्यो छुट्टाएको बराबर त हो एउटा म त्यतै आएँ त्यसलाई आधा आधा ए त कति हो भाइ आइसकेछ सुँगुर काटिँदैछ तलनिर म यता किचनमा खाना बनाउँदैछु ल 2026 को सबैलाई धेरै धेरै शुभकामना कति पुग्यो टोटल हिसाब गरेर मेरो 4 केजी को आइसमा माथिको 2 30 भयो हो 30 मा 4 34 अब चाहिँ जो हिसाब गरौँ 34 मा या 4.5 त्यो नमिसाइ 34 मा 4.5 38 है अब चाहिँ कन्ट्री गर्नु 38 है 38 गरौँ न 70 हो 70 भयो 70 मा 71 72 73 74 हो त्यो 3 केजी हो 75 76 77 भयो 77 यो खुट्टाहरु यो जोडेको त्यो जोडेको छ 82 80 किलो हेरेको ठिकै हो 80 किलो हजुर ल सुँगुर काटेर चाहिँ यसरी हामी चिया पनि सेरे कपमा छ है सेरे कपमा खाने गर्छौं हाम्रो यहाँ अनिस भाइ चाहिँ एकदमै फेरि राम्रो उहाँ चाहिँ सुँगुर मासु उहाँ चाहिँ नम्बर 1 जेमा हो उहाँ चाहिँ जेमा भन्नुहुन्छ उहाँले हो अप्ठ्यारो हो नि साफ सुटर यो पालिको साफ सुटर कहाँ अन्त उयो के अरे उयो नागाल्यान्डबाट पो सिकेर आएको नागाल्यान्डमा पुरा प्र्याक्टिस गरेर आएको छ कि तर भाला खोज्दा खोज्दा भयो नि है हराइ गएर नागाल्यान्डको भाला भने त अब यति बेला त जेम्स दाजुले दामी बनाउनु भएको थियो मासु तरिका पकाएको अलग्गै हो नि त